नमस्कार, म बुद्धिसागर दाहाल। म एउटा कविता वाचन गर्न गइरहेको छु चिनारी कर्मभूमि अमरदहको शीर्षकमा र साथ दिँदै हुनुहुन्छ क्यामेरामा वीरेन्द्र कुमार शाहले। कविता यस प्रकार छ। भयो आज उत्तम बसोबास ठाउँ, भयो आज उत्तम बसोबास ठाउँ, छ सुन्दर अमर नामको रम्य गाउँ। थियो सन्धि सर्पन मिलेको सबैले, यसै ठाउँ बस्ती बसाए क्रमैले। थिति बाँधे पुर्खाहरूले बलैले, जिमोरङ अमरदह चिन्छन् सबैले। थियो एउटा दह ठुलै हात्ती डुब्थ्यो, जलाशय कहिल्यै नसुक्ने भनिन्थ्यो। बुढापाका भन्छन् कहानी रमाई, डुबी बेपत्ता भो ठुलै हात्ती भाइ। फुली पद्मले पोखरी झल्ल हुन्थ्यो, यही रह अमरदह हो भनिन्थ्यो। यही नाउँले आज भो नामी ठाउँ, अहो क्या मजाको छ सुरम्य गाउँ। सबै जातको साझा यो फुलबारी, मलैले जलैले सिँची चट्ट पारी। मिलौँ लौ बनाऊ भने आफ्नो गाउँ, सबै एक भई चित्तमा चित्त लाउँ। नछौँ कोही पहाडी नछौँ कोही मधेसी, सबै एक हौँ बन्धु समाज सेवी। नछौँ कोही पहाडी नछौँ कोही मधेसी, सबै एक हौँ बन्धु समाज सेवी। नहौँ कोही तमासे नहौँ कोही बतासे, जुटौँ साथ साथै बनौँ है विकासे। नहौँ कोही जुवाडे नहौँ कोही तासे, नहौँ यहाँ कोही कचौरे गिलासे। रीति स्थिति संस्कार यहाँ अनेक छन्, बहुभाषी जाति स्वधर्मीहरू छन्। अनेकौँ मठै मन्दिरै तीर्थधाम, महाराज सुनवर्षी छन् देवग्राम। यही छन् महाराज काँटा महान, यही गाउँ देउता महाराज थान। गुरुका गुणग्राही साधु र सन्त, स्तुति गाउँछन् नित्य ज्ञानी महन्त। अहिंसा सदाचारी सत्सङ्गी योगी, सुगा कुटी बस्दछन् गृह छोडी। भयो चण्डिकाको बजार बीच बास, जय दुर्गे अम्बे भजी भक्ति साथ। दिनहुँ पुजिन्छन् यही शक्ति देवी, यहाँ छन् स्वधर्मी र संस्कृति सेवी। उता जाउँ भेलाही छन् राधा कृष्ण, सुगा जाउँ सिद्धेश्वरै तीर्थधाम। नजिकै विराजमान उमा महेश्वर, वडा 5 मा छन् गणेश विघ्नेश्वर। महादेव अमरेश्वरै छन् शिरानमा, सबेरै उठी भक्त जान्छन् पूजनमा। यही छन् निखिलेश्वरानन्द धाम, हुँदै गइरहेको छ धार्मिक स्थान। यही साधु सन्त यही तन्त्र मन्त्र, अनेक साधना ज्ञान विज्ञान यन्त्र। गठन भई भजन मण्डली टोल टोलमा, परम भक्ति औ शान्ति छन् बोल बोलमा। सबैका गुरु हुन् श्री शङ्कर भनेर, भजन गाउँछन् शैव चर्चा सुनेर। अहो क्या बलेको छ शिक्षा उज्यालो, दियो झैँ वीरेन्द्रै एभरेस्ट अरनिको। धपक्कै बलेको यहाँ शिक्षा दीप, निरन्तर चलेकै छ शैक्षिक सिप। छ यो ठाउँ प्रकृति सुन्दर मनोहर, कमल पुष्पले ढाकिएको सरोवर। कमल खाडी भई नाम प्रसिद्धि पायो, गरी आज निर्माण सुधार आयो। सरिता दुई बीच यो फैलिएको, दिशा पूर्वपट्टि छ बक्रा बहेको। छ डाँसै नदी पश्चिमैमा रहेको, बनै बाटिकाले सुशोभित भएको। छ सुन्दर यहाँ ऐतिहासिक केन्द्र, सवारी भएका थिए रे महेन्द्र। सुप्रसिद्ध भो नाउँ आश्रम भनेर, सुनाम गान्धीजीको अघि जोडिएर। थियो लक्ष्य उद्योग धन्दा चलाउने, सिलाइ बुनाइ कताई गराउने। छिमेकी मुलुक भारतीय नजरमा, परेको छ यो ठाउँ बन्ला सहजमा। हुने नै छ यो ठाउँ समृद्धशाली, भनी आशाले बस्दछन् आश्रमेली। कठोरै गरी श्रम खेती किसानी, सही घाम चर्को असिना र पानी। उपासक यिनै कर्मका कर्मयोगी, पसिना बहाउँछन् यही शर्मभोगी। यही छन् ठुला निम्न मध्यम व्यापारी, सिकर्मी डकर्मी अनेक शिल्पकारी। भएकै छ बजार गुल्जार नित्यै, सबै भोग्य वस्तु यही छन् प्रशस्तै। सबै भोग्य वस्तु यही छन् प्रशस्तै। धन्यवाद।